रिसाएको बेलामा मान्छेलाई रिस थाम्न, शान्त हुन र मौन बस्न जति तागत चाहिन्छ त्यति तागत रिसाएको बेलामा चिच्याउन र कराउनमा चाहिँदैन। किनभने यो अटो पाइलट रूपमा हुन्छ। यो सानैदेखि हामीले त्यस्तै गरेर आएको हुन्छौँ र त्यसलाई धेरै बल पनि चाहिँदैन। रिसाएको बेलामा हामी न त बुद्धिको प्रयोग गर्छौँ, न त अर्थको प्रयोग गर्छौँ, न त तर्कको प्रयोग गर्छौँ। यदि अर्थ, तर्क र बुद्धि लगाउने हो भने यो रिस आफै झरेर जान्छ। रिसाएको बेलामा हाम्रो मनको वेग 14 देखि 30 हर्ज पावरमा कुद्छ। यो सामान्यतः 14 देखि 20 को हर्जमा हुनुपर्ने, तर 30 हर्जमा गयो भने यसको वेग असाध्यै तीव्र हुन्छ र यसलाई रोक्नको लागि धेरै ठुलो तागत चाहिन्छ। झन् त्यस्ता मान्छेहरू जस्ता मान्छेहरूले पहिला रिसलाई थाम्ने अभ्यास गरेका छैनन् भने त्यस्ता मान्छेलाई असाध्यै गाह्रो हुन्छ। त्यसैले त मूर्ख व्यक्तिहरू रिस थाम्ने र मौन बस्ने क्रममा मूर्छित पर्छन्।